भिडियो चाहिँ नयाँ आउनुहुनेहरूको लागि पनि हो, जो जतिको पनि पोस्ट अफिसमा अकाउन्ट छ सबैजनालाई जय मसी अनि नमस्ते। आज चाहिँ मेरो स्यालेरी डे हो, अन्त म चाहिँ स्यालेरी लिन जाँदैछु। मेरो चाहिँ पोस्ट अफिसको अकाउन्ट छ हैन। अन्त यो भिडियो चाहिँ नयाँ आउनुहुनेहरूको लागि पनि हो, जो जतिको पनि पोस्ट अफिसमा अकाउन्ट छ उहाँहरू चाहिँ अब फर्स्ट आउँदाखेरि त अब के गर्नु कसो गर्नु हुन्छ नि त हैन। म चाहिँ फर्स्ट आउँदाखेरि चाहिँ मेरो पोस्ट अफिसको अकाउन्ट थियो, अन्त म चाहिँ स्यालेरी पस्यो भनेर पैसा लिनु गएँ। भरे त मलाई के थाहा है, अगाडि नै अपोइन्टमेन्ट लिनुपर्ने थिएछ। अन्त मलाई त्यति बेला त मेरो स्यालेरी नै दिनु भएन हैन। अब हाम्रो उताको जस्तो हुँदैन नि त, बिचारा आएछ, अब आयो उसको टाइम पनि वेस्ट भयो, उसलाई दिइहालौँ आज एक दिन त भन्ने हुँदैन। यहाँको मान्छेहरूले त यहाँको त अपोइन्टमेन्ट लिनुपर्छ भने चाहिँ लिनै पर्छ, दया महिना चल्दैन रहेछ। मेरो त त्यस्तै भएको हो। अन्त त्यसको लागि चाहिँ तपाईँहरूले के गर्नुपर्ने रहेछ भने चाहिँ माई भिजिट भन्ने एप हुन्छ हो, म तपाईँहरूलाई यहाँनिर स्क्रिनमा राखिदिन्छु। अन्त यो एपलाई चाहिँ तपाईँहरूले डाउनलोड गर्नुपर्ने हुन्छ हो। अन्त यो एपबाट चाहिँ तपाईँहरूले अपोइन्टमेन्ट लिन सक्नुहुन्छ। अपोइन्टमेन्ट चाहिँ तपाईँहरूले जति बेला लिँदा पनि हुन्छ हो। पोस्ट अफिस चाहिँ बिहानको 8 बजीदेखिको बेलुका 7 बजीसम्म खुल्ला हुन्छ हो। अन्त तपाईँहरू अपोइन्टमेन्ट लिनु भएपछि तपाईँहरू चाहिँ त्यहाँनिर अब सपोज तपाईँहरूको 1 बजीको अपोइन्टमेन्ट छ अरे, तपाईँहरू त्यहाँनिर 1:10मा पुगेको चाहिँ राम्रो, 10 मिनट अगाडि पुगेको चाहिँ राम्रो। त्यहाँ गएर तपाईँले रिसिप्ट निकाल्नुपर्छ हो। अन्त तपाईँहरू अब 1 बजीको अपोइन्टमेन्ट छ भने 1 बजी जाँदा पनि हुन्छ, तर अब 10 मिनट अगाडि गएको चाहिँ राम्रो। अन्त मेन इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँहरू स्यालेरी लिनु जाँदाखेरि चाहिँ तपाईँहरूले चाहिँ पासपोर्ट चाहिँ लानै पर्छ पोस्ट अफिसमा। त्यो फोनबाट देखाएर हुँदैन, एकदमै हाम्रो पासपोर्टै चाहिन्छ हाम्रो क्या त अब। अन्त अब म तपाईँहरूलाई देखाउँछु नि ल, त्यहाँनिर हामीले कसरी तोड निकाल्नुपर्छ हो। तपाईँले हेर्दै जानुहोस् होला। अन्त यति डरलाग्दो घाम छ कि चर्किसकेको छ घाम चाहिँ हो। क्याप नलगाई अब चाहिँ कहीँ पनि हिँड्न सकिँदैन हो। म त त्यसै कालो छु, डरेर झन् कालो हुन्छु हो। हुन्छ म तपाईँहरूलाई त्यहाँ गएर देखाउँछु ल। म चाहिँ अहिले आइपुगेँ पोस्ट अफिस हो, तर म चाहिँ 4 मिनट छिटो आइसु। मेरो चाहिँ 2 बजीको अपोइन्टमेन्ट छ नि त आज कि, अन्त 1:46 मात्रै हुँदैछ। म अब 1:50 भएर चाहिँ जान्छु, अन्त मेरो तोड निकाल्छु। यो चाहिँ हो मेरो पोस्ट अफिस, मेरो त होइन, अब मैले स्यालेरी निकाल्ने पोस्ट अफिस। अब चाहिँ हामीले यहाँबाट आफ्नो रिसिप्ट निकाल्नुपर्छ हो। तपाईँहरूले यहाँनिर आफ्नो इजरायली नम्बर हाल्नुपर्छ, अन्त यसरी रिसिप्ट निस्किहाल्छ। अन्त जस्तै मेरो A2111 नम्बर हो, अन्त यो नम्बर पर्खिनुपर्छ। अन्त त्यहाँनिर यो नम्बर अब जब मेरो टर्न आउँछ होइन, यो नम्बरबाट बोलाउनुहुन्छ, त्यहाँ गयो, पैसा सैसा थाप्यो, अन्तखेरि घर गयो। छ्या कस्तो रड्डी भयो स्यालेरीबाट नि। मेरो स्यालेरीबाट त अस्तिसम्म चाहिँ 30 सेकल काट्नु हुन्थेन, अहिले त 50 सेकल पो काट्नु थाल्यो। के को काटेको यस्तो डरलाग्दो? तपाईँहरूको पनि काट्छ? जतिजनाले पनि मेरो भिडियो हुन्छ प्लिज भनिदिनुहोस् न मलाई। हेर्नु न अम्बो, स्यालेरीबाट चाहिँ 50 सेकल काटिनु भनेको चाहिँ यहाँ हो। 50 भनेको इन्डियाको कति हो? त्यही स्यालेरीले के गर्छु कसो गर्छु भनेर सोचेको हुन्छु कि, अन्त यता ड्याङ्गै 50 काट्दा झन् अब के चाहिँ गर्नु कसो गर्नु भने जस्तै भयो। सधैँ त अब 30 काट्थ्यो, त्यो पनि ठिकै छ होइन। पहिला विथड्र गरेको 8 सेकल लिन्थ्यो, ठिकै छ। नेक्स्टमा 16 काट्नु थाल्यो, त्यो पनि ठिकै छ। अब त हेर्नु 50 चाहिँ के को काटेको, म त छक्कै परेँ त। अन्त आजको मेरो भिडियो पनि यति नै थियो। थ्याङ्क यू सो मच फर वाचिङ सबैजनालाई, बाई बाई।